Hello guys, welcome back to my YouTube channel in another video. I hope तपाईहरु सबै सन्चै हुनुहुन्छ होला हैन। म एकदम फिट एन्ड फाइन छु। फाइनली आज चाहिँ हामी हैन कता गएको भनेपछि अलिकति अब टुर जस्तो भन्ने हो कि हैन, एउटा भिजिट भन्ने हो कि, तर हामी फाइनली हाइकिङतिर चाहिँ गएको हैन। सब केटाहरु यत्रो चाहिँ उकालो चाहिँ हिँड्दै छ है। अझै माथि छ 7-8 जना माथि अगाडि छ। यहाँ मात्रै चाहिँ अलिकति डल्ले हैन, हिँड्न चाहिँ नसक्ने भनेको म हैन। त्यही भएर म चाहिँ लास्टमा छु हैन। तपाईले यहाँको बाटो हेर्नुहुन्छ कि बाटो नि के भन्ने जस्तो छ के हैन त। यस्तो बाटो चाहिँ यस्तो उकालोमा चाहिँ हिँडेर जानुपर्ने। त्यही माथि फेरि केटाहरु घर गइसक्यो। बाटो चिप्लो छ, लडिन्छ कि भन्ने छ। हेर्नु यस्तो छ कि बाटो। यसो त्यही भएर नि आइदिएको मलाई चाहिँ त्यस्तो खासै अब थाहा थिएन हैन। साथीले भन्ला थियो के अरे बिहान 8 बजे गयो भने त्यस्तै के भन्छ अरे 12 बजे हामी फर्किहाल्छ भन्थ्यो। अब हामी चाहिँ 11 बजे हिँडेको, किनभने टाइम चाहिँ अब धोका लाग्नु हो क्या। 2-3 बजे हामी माथि पुग्ने भयौँ। लास्ट उकालो 5 किलोमिटर 6 किलोमिटर माथि उकालो चढेर जानुपर्ने त्यस्तो छ क्या। तर यसरी तर हामी हाइकिङमा जाने मान्छेलाई यस्तो त नहुनु पर्ने हो। तर नि अब कहिले हिँडेको छैन नि त, त्यही भएर अलिक गाह्रो भइरहेको छ है गाइस। अब त्यही हो, मैले चाहिँ अब धेरै म बोल्नै सकेँ होइन। धेरै अलिकति के भन्छ अरे स्यासे धेरै भयो क्या। अलिकति थाक लाग्यो, धेरै पसिना नि आइसक्यो त होइन। त्यही हो ल, म चाहिँ अब धेरै नबोलेर भन है बोल्नै सकेँ होइन यार। म विकास त म सस्टेनेबल विकास हो यार, तर अब यहाँ अहिले चाहिँ अर्कै विकास होला जस्तो भइरहेको छ यार। म त्यही भएर होइन अब धेरै कुरा नबोलेर मैले चाहिँ यो भिडियो मैले लिएर गरेर बाँकी भिडियो माथिबाट पुरै हामी आएको ग्रुप सबैलाई म देखाउँछु होइन। त्यति भन्दै म अहिले चाहिँ बाई भन्न चाहेँ है त। बाई बोल्न नै सकेँ क्या, त्यही भएर यत्रो हेर्नु त लगाइस। फाइनली होइन अब हामी चाहिँ यता सबै हामी चाहिँ हाइकिङमा जान लाग्यो है। सबै मान्छे चाहिँ यता एकजना यता होइन, उता हाम्रो ग्रुप चाहिँ उता बसिरहेको छ कि यहाँ सबै हामीहरू चाहिँ यता जाने होइन। के त्यसो नहेरिदिउँ न भने ल हेर्न अलिकति त्यो गाइज होइन। मैले भनेको थिएँ होइन, म माथि गएपछि चाहिँ मैले देखाउँछु भनेको थिएँ नि त। ए हाम्रो ग्रुप चाहिँ हेर्नै हो कि क्यामेराले चाहिँ अलिकति साथ दिएन भनेको साँच्चै दिइरहेको चाहिँ सब हाम्रो ग्रुप होइन। यता चाहिँ हाम्रो आर्मीहरूको चाहिँ यो माथि अलिक बस्ने सेन्टर रहेछ क्या। एउटा चाहिँ तल मेन बाटोमा चेक गर्दो रहेछ होइन, के लियो भनेर चाहिँ। अनि एउटा चाहिँ यता चेक गर्दो रहेछ कि होइन। त्यो चाहिँ 2टा बाटो भयो। अब यहाँबाट चाहिँ सिधै स्ट्रेट माथि जाने हो कि हामीहरू चाहिँ। ल अब यता चाहिँ एकछिन यसो केटाले चाहिँ यता बस्ने भनेर चाहिँ बस्दिएको होइन, रेस्ट जस्ट धेरै हिँड्यो नि त। ल अब यति भन्दै मैले चाहिँ अब माथिको भ्यू चाहिँ होइन के कस्तो छ मैले चाहिँ त्यहाँको भ्यू चाहिँ देखाउँछु होला। ए साथीहरू चाहिँ सबैले यसो टक्क फोटोसोटो खिचिरहेको छ होइन। ल गाइज ल बाई। हेलो गाइज है, हामी चाहिँ फाइनली यहाँ पुगिसक्यौँ होइन। कता अरे यो के अरे ठाउँको नाम चाहिँ के अरे हो केटा भन त यसो। दार्चुला रे कहाँ दार्चुला भनेको हामी माथि शिवपुरतिर आएको छौँ। दार्चुला भनेर हुन्छ त होइन। ए भन न मलाई थाहा छैन के अरे जामाको अरे कि के अरे नाम के भन्छ डडेलधुरा कता कता भन्छन् होइन। ल हामी चाहिँ फाइनली होइन अब केटाले चाहिँ हामी जानुपर्ने चाहिँ यहाँ माथि त्यहाँको त्यो जङ्गल चाहिँ हो होइन, माथिको टुप्पोमा त्यहाँ चाहिँ जाने हो। तर केटाले चाहिँ अब सबैले यता यहीँ बस्ने भनेर सब यतै बसिरहेको छ कि खोइ के चस्मा लगाएर के देखाएन है। ए केटाहरू यता भयो होइन, आधा यता छ आधा त्यहाँ तल त्यहाँ चाहिँ बसिरहेको छ होइन। त्यही होइन मैले चाहिँ अब के भन्ने होइन बढी होइन। अब अझै माथि त्यहाँ जाने भन्ने कुरो भइरहेको थियो, तर अलिकति हाम्रो साथीहरू चाहिँ थाक्नु भयो जस्तो छ होइन। जाने र अझै माथि भन न मलाई केटा के कस्तो भयो यार। कता आयो खोइ बाँदर, खोइ मैले बनाउँथेँ यार। ए उता त्यहाँ रहेछ बाँदर चाहिँ होइन, खोइ देखिराखिन है, देखिँदो रहेछ होइन। त्यो फ्याम होइन। ल मैले चाहिँ अब हुन्छ नि अब भिडियो नहालेको मैले धेरै भइरहेको थियो होइन। अब चाहिँ यसो सबै साथीहरू भएको बेला मात्रै हाल्छु नि त मैले भिडियो। त्यही भएर चाहिँ आज मैले यसो बनाएर चाहिँ अब के कस्तो हुन्छ होइन। आजको भिडियो चाहिँ मलाई खासै अब मलाई थाहा छैन, धेरै पनि मैले बनाउन पाएन। ठाउँ म त चोकचोकको बनाउँछु सोचिरहेको थिएँ, त्यहाँ पनि बनाउनु पाएन किनभने चाहिँ अब मसँग मोबाइल थिएन नि त। त्यही भएर होइन। ए अब चाहिँ मैले टक्क यहाँको यो साथीहरू सबै बसिरहेको छ नि तल होइन, मैले भिडियो देखाउँछु। त्यसपछि यता चाहिँ यो सानो यता बस्ने ठाउँ चाहिँ यता छ होइन। त्यही फ्याम होइन। मैले चाहिँ अब धेरै चाहिँ अब के भन्नु होइन, केही नबोलेर अहिले भिडियो चाहिँ मैले यति गर्छु। बाँकी भिडियो अब अलि हामी योभन्दा माथि त्यो जङ्गलतिर चाहिँ हामी गयौँ भनेपछि चाहिँ म त्यहाँतिर चाहिँ मैले बनाउँछु। होइन भने चाहिँ मैले अब तल चाहिँ हामी निस्किँदाखेरि चाहिँ म त्यति बेला चाहिँ बनाउँछु। ल फ्याम अहिले चाहिँ बाई भन्न चाहेँ मैले बाई। के चाहिँ केटा कस्तो लाग्यो नि यहाँको माहौल आज भन त। रमाइलो कति के कस्तो छ? अलिकति के मिलेन भन नि त। गर्लफ्रेन्ड भएको भए गर्लफ्रेन्ड त अब आफ्नो हुन नि पऱ्यो यार होइन, गर्लफ्रेन्ड ल्याउनलाई। त्यही फ्याम होइन। अब साथीहरू चाहिँ टक्क होइन त्यही के अब खाजा चाहिँ खायो होइन अहिले खायो चाहिँ टक्क अनि हामी चाहिँ अब
केटाले जो कता लिन्छ त्यतै जाने होइन म चाहिँ फर्स्ट टाइम आएको त मलाई केही पनि थाहा छैन त ए गुम्बा होइन हेर्नु है पुरै म देखाउँछु यताको भ्यू चाहिँ ए गुम्बा त अब धेरै देखेको अरे होइन अब यहाँ जामा छु भन्ने चिज चाहिँ म यता चाहिँ फर्स्ट टाइम आएको नि त त्यही भएर हेर्नु त ए वा तल त्यहाँबाट चाहिँ भ्यू कस्तो देखिन्छ म देखाउँछु है एकछिन अलिकति कन्फिडेन्स लेभल चाहिँ अलिक लो भइसक्यो यत्रो मान्छेहरू छ होइन हेर्नु त ओहो दामी रहेछ भने ल ओ के हो यहाँभित्र ओहो ल ए हेर्नु त ओहो यस्तो दामी हेर्नु नि यहाँ चाहिँ पालै पालो चाहिँ बोल्छ होला सायद होइन हेर्नु त दामी छ नि है टक्क हेर्नु भित्र गयो वाउ भित्र अब देखिँदो रहेछ खोइ के कस्तो रहेछ हेरिदिउँ है ल वाउ आहा के हो हेर्नु त दामी छ नि है भित्र जान मिल्दैन खोल्न मिल्दैन रहेछ ताल लगाएको छ त्यो फ्याम होइन हेर्नु टोकको यतातिर मैले भ्यू चाहिँ देखाउँछु है कस्तो छ है हेर्नु त ए ल दामी त दामी रहेछ होइन कहाँ जानु लाग्यो कता तल जाने हो र अझै अरे यार ल ल ल ल है अब केटा चाहिँ उता त्यहाँ जाँदैछ त्यहाँ चाहिँ अब जानुपर्ने भयो अरे खोइ यतादेखि भ्यू औ यहाँ रहेछ नि त खतरा त नि हेर्नु त अलिकति पोल्युसनले गर्दा चाहिँ अलिक राम्रो देखिएन हेर्नु यो पुरै काठमाडौँ भ्याली काठमाडौँ भ्यू है त यहाँदेखि चाहिँ जामा चाहिँ गुम्बादेखि चाहिँ यस्तो चाहिँ देखाउँदो रहेछ कि देखिँदो रहेछ ढक्क लगाएर के छ उता जाने हो त हामी उता उता त्यो बोलाइरहेको छ हाम्रो साथीले त्यहाँ जानु त होइन गइदिउँ ल त्यही गाइज होइन अब मैले चाहिँ धेरै नबोलेर अब साथीमा चाहिँ चार्ज छैन भने भन्थ्यो स्टोरेज चाहिँ छैन भन्थ्यो चार्ज चाहिँ सकिनु थालिसक्यो होइन कति त्यस्तै कति अघि नै कति 24% थियो अहिले चाहिँ अलिक तल कम भइसक्यो अब चाहिँ हेरौँ न है अब यहाँतिरको माहौल चाहिँ के कस्तो छ हेर्नु यस्तो छ यहाँतिर हेर्नु दामी हेर्नु के भिडियो बनाउने म ठ्याक्क त्यहाँसम्म हिँड्दै जान्छु होइन अनि त्यहाँबाट पुरा भ्यू देखाउँछु त्यो पछाडिको भ्यू देखाउने भने त्यो पछाडिको अलिकति पुलिसले गर्दा अलिक देखाएन कि भ्यू त्यही हुन्न देखाउनु कस्तो तिमीबाट बनाउनु त्यसबाट बनाउनु एबाट बनाउनु कस्तो यहाँ अलिक तल बनाउने कता बनाउनु भन त ल गाइज एकछिनमा ल फ्याम है फाइनली अब चाहिँ होइन केटाले चाहिँ अब फर्किउँ भने यस्तो कुरा गर्यो होइन अब चाहिँ एकछिन हामी फर्किन्छौँ के अरे फर्किन्छौँ होला होइन तर फर्किनुभन्दा अगाडि चाहिँ यता आउनु भइछु तर फर्किनुभन्दा अगाडि चाहिँ होइन मैले यताको भ्यू चाहिँ देखाउँछु नि यता हेर्नु है ल कस्तो छ हेर्नु न यहाँ जामा छु गुम्बा हेर्नु त दामी छ नि त ए गुम्बा है त एकदम गुम्बा त भयो नि होइन तर यहाँ फर्स्ट टाइम आएको नि त मलाई त्यही भएर खासै यस्तो के थाहा भएन होइन तर ठाउँ चाहिँ जे अलि ठिकै रहेछ राम्रो नै रहेछ भनौँ कस्तो कालो देखाएको त नि फेस त होइन ए ल अहिले चाहिँ दामी देखायो नि गुम्बा भन्ने चाहिँ यो रहेछ हेर्नु गुम्बा ए होइन अब उता चाहिँ साथीहरू चाहिँ तल गएको होइन म चाहिँ अब हामी 4-5 जना यतैछौँ भन त फोटो यहाँ उसकोमा चार्ज चाहिँ छैन कि म त्यही भएर म भिडियो चाहिँ थोरै बनाएर सकाइदिनु लाग्यो उसको के अरे तिमीसँग उसको मोबाइल छैन महेशको अनि यसबाट एकछिन रुक न म अलिकति यहाँको यस्तो भ्यू देखाएर मैले भिडियो इन्डाम दिन्छु अनि फोटो हुँदैन त्यो फ्याम होइन मैले चाहिँ अब कताको भ्यू देखाउँ भनेपछि हेर्नु त यताको ए ल ल म आइसकेँ ए टक्क दामी छ नि त होइन मेन भ्यू चाहिँ यहाँ माथि गएपछि दामी देखाउँदो रहेछ कि त साथीहरू त्यहाँ अहिले जाम्लो भन्ला थियो यहाँ माथि त्यहाँ एकछिनमा त्यहाँ पनि गइन्छ होला सायद होइन तर फर्किनुपर्छ भन्ला थियो होइन अब कति बेला फर्किन्छ त्यो मलाई थाहा भयो होइन तर टाइम चाहिँ अब लाग्छ होला जस्तै अब आएपछि 1 घन्टा त बस्नै पऱ्यो यहाँ होइन रमाइलो गर्नै पऱ्यो नि त होइन त के हो ल त्यही होइन अब चाहिँ यस्तो मैले चाहिँ यहाँ भिडियो चाहिँ मैले इन गरिदिन्छु किन भनेपछि अब उसकोमा चार्ज छैन क्या चार्ज अब अघि नै त्यत्रो 64% थियो होइन 81 चाहिँ घटेर 7% आइदिरहेको कि 7%बाट अहिले चाहिँ मैले भिडियो बनाउनु भने उसकोमा चाहिँ 4-5% रह्यो होला उता साथीले फेरि फोटोसोटो खिच्नु भइरहेको छ नि त त्यही भएर फ्याम होइन मैले चाहिँ अब धेरै कुरा नबोलेर होइन मैले भिडियो चाहिँ त्यतिर अफ गरिदिन्छु इन गरिदिन्छु होइन तपाईँलाई अझै यता के हेर्ने यहाँ यति नै हो मैले देखाएको हेर्नु है यो हेर्नु यहाँको यो जामा चाहिँ गुम्बा भनेको चाहिँ तल त्यहाँ चाहिँ अब हाम्रो टक्क यहाँ चटपटी पानीपुरी त्यहाँ चाहिँ अब खानु मन लाग्यो भने चाहिँ हामी त्यहाँ चाहिँ जाने होइन अरू भन्नुपर्दा अब यहाँ मेन भनेको चाहिँ अलिकति यहाँबाट चाहिँ ट्याक तल त्यहाँको चाहिँ त्यो भ्यू चाहिँ देखिने रहेछ काठमाडौँ पुरै भ्यू क्या देखिने तर अलिक पोल्युसनले गर्दा अलिक त्यो हाम्रो यो के अरे यो वेदरले गर्दा चाहिँ कसलाई यो वेदरले गर्दा चाहिँ अलिकति भ्यू चाहिँ राम्रो देखाएको छैन क्या त्यो होइन अनि त्यही यहाँदेखि चाहिँ अलिकति त्यो भ्यू चाहिँ अलिक राम्रो देखिन्छ भनेर चाहिँ मान्छे आउँदो रहेछ सोचेँ मैले होइन नि खासमा यहाँ त्यस्तो केही नि मानेन क्या मैले चाहिँ केही नि देखिनँ क्या होइन जस्ट अब यहाँ एउटा गुम्बा जामा चाहिँ गुम्बा भने होइन गुम्बा तर हाइकिङ चाहिँ अब किन हुन्छ अलिकति अलि हुन्छ नि हाइकिङ भनेपछि अब हिँड्ने हो नि त होइन अलिकति टुप्पोमा अलिकति भ्यू टावर टोटली अब काठमाडौँ भ्यू देखिने रहेछ अनि त्यही भएर चाहिँ आउने रहेछ क्या मान्छेहरू चाहिँ
धेरै छ मान्छेहरू चाहिँ आज तल तल गइरहेको छ धेरै छ मान्छेहरू चाहिँ मैले देखाएँ होइन हेर्नु नि उता त्यहाँनिर पनि बसिरहेको छ डन्ने मान्छेहरू होइन यही हेर्नु है अब धेरै कुरा मैले बोलेन अब यहाँ गयो भ्यू छु यही हो एकछिन म तल जान्छु है यता चाहिँ कस्तो भन न कहाँ त्यहाँबाट जाने हो र गयो म सबलाई बोलाउँछु यहाँ तलबाट जाने र त्यही भएर मैले सबलाई बोलाउँदैछु खोइ अर्को दाइ खोइ त कता गयो त उसको होइन क्या उता अर्को हाम्रो के अरे राजेशको अङ्कल कता गएछन् कोही केटाहरू कोही छैन त्यता त यता कोही रहन्छ मैले चाहिँ अब एकछिन उता के अरे हाम्रो एउटा साथीको अङ्कललाई मैले बोलाउँछु होइन उहाँलाई बोलाएर चाहिँ उहाँलाई लिएर जानु पऱ्यो उहाँलाई कहाँ छोड्नु होइन उताबाट जाने अरे आउन चाहिँ यताबाट आएको जानु चाहिँ उताबाट जाने अरे क्या त्यही भएर अब खोइ त कहाँ जानुभएछ अङ्कल मैले हेर्छु ल खोइ यता नै हुनु रहेछ है यता पनि देखिनँ मैले त खोइ यता पनि हुनु है देखिनँ मैले देख्न चाहिँ अब म चाहिँ यतैबाट गइदिन्छु होइन अब चार्ज नै छैन कि साथीकोमा होइन त्यही फ्याम धेरै कुरा नबोलेर मैले चाहिँ भिडियोमा यति अफ हानिदिएँ है हेर्नु है मैले बनाउँदैछु होइन अफ पनि हान्नेवाला नै छु अब साथीहरू अब हामी चाहिँ अब जाने चाहिँ कहाँबाट हुन्छ म त्यो ठाउँबाट जान्छु अनि त्यहाँ बिचमा चाहिँ मैले भिडियो हानिदिन्छु है त ढिलो भइसक्यो क्या सबै ओइ जोसी जाने हुँदैन तलबाट जाने जाउँ न तलबाट जाने हो अरे आऊ न आऊ है ल फ्याम अब हामी चाहिँ यहाँबाट चाहिँ हिँडेको होइन ए भ्यू चाहिँ मैले देखिहालेँ कि यता होइन के कस्तो छ हेर्नु यही नै यतातिरको अलिकति भ्यू भनेको ए आज अहिले भर्खर नै हिँड्दै हुनुहुन्छ यता है देख्नु होइन आउँदै हुनुहुन्छ भनौँ न त्यही काम होइन अहिले चाहिँ भिडियो चाहिँ अब लास्ट लामो भइसक्यो नि त लामो पनि लामो किनभने 15-20 मिनट 15 मिनट चाहिँ पुगिसक्यो होला अब धेरै कुरा मैले केही नबोलेर यो भिडियो मैले यति रफ हान्दिएँ होइन म चाहिँ अब यतातिर यहाँ आएको होइन साथीहरू चाहिँ तल छ एउटा अर्को चाहिँ माथि दौडेर आउँदैछ त्यो फ्यामलाई है धेरै कुरा नबोलेर मैले चाहिँ होइन म चाहिँ अब यतातिर मैले चाहिँ भिडियो अफ हान्दिएँ केटाहरू चाहिँ कहाँ पुग्यो फेरि भिडियो मात्रै बनाएर आएर चाहिँ मलाई होइन यता पनि रहेछ फेरि ग्रुप त टन्नै त ल आमामा यहाँ दामी रहेछ नि त हेर्नु त भ्यू ओहो ए कहाँ छ हो केटाहरू खोइ कहाँ खोइ त यहाँ हेर्नु छुट्टै रमाइलो छ नि त होइन त यता एकदम ओ मिलन खोइ अरू केटाहरू कता गयो यताबाट चाहिँ भ्यू एकदम दामी देखेको रहेछ है हेर्नु त छैन त ए अलिकति ढुङ्गा लागिरहेको छ मलाई त्यही हो ल केटाहरू चाहिँ यहाँ केटाहरूको बस्दै चाहिँ यहाँ तल त्यहाँ बसिरहेको छ कि खोइ त राजेश अनि राजेशको अङ्कललाई मैले माथि देखिनँ यार त्यहाँ मैले यता हेर्न गएँ मैले त्यहाँ देखिनँ यार केटाहरू चाहिँ यता छ है सबै बसिरहेको छ टक्कै यताबाट चाहिँ जाने अर्कोवाला साथी उनी खोइ त कता गयो यार गएन उनी माथि चाहिँ सँगै थिएँ त्यही भए होइन ल मैले चाहिँ अब यति भन्दै मैले चाहिँ अब भिडियो चाहिँ यति अफ हान्ने के कस्तो छ होइन माया गरिदिनु होला धेरै पछि भिडियो हालेको छु 5 महिना 6 महिना भइसक्यो होइन भिडियो नहालेको पनि त्यति भएको थियो अब फाइनली मैले चाहिँ धेरै दिनपछि भिडियो हालेको नि त होइन त्यही भएर यो भिडियो मैले यति अफ गरिदिएँ यति भन्दै बाई बाई टाटा